दामी लागिरहेछ। उहाँ पारिको चाहिँ हाम्रो माइती गाउँ हो। कुहिरोले झ्याप्पै छेलेको छ, ओरतिर मात्रै देखिएको छ। त्यो कुहिरोले छेलेको ठाउँमा चाहिँ मेरो हो, ओरतिर देखिएको चाहिँ यसको हो। अब माटो खन्न यत्रो हो त्यत्रो कुटे हो कि कोदालो बोकेर आएकी छि। माटो खन्ने ठाउँ चाहिँ यहाँ छ। ओइ 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 बचाऊ। ए त्यति चाहिँ भिजेको छैन, त्यो सेतो देखेको चाहिँ नभिजेको हो, यो चाहिँ सबै भिजेको हो। अब हामी माटो खन्छौँ। हेलो हेलो ओइ आँखा झिकाउँदिन सेरी यो त अनि खोइ चोर यी छेउमा आयो भने न झिक्दैन त छिटो निकाल न। कस्तो झिङ्गाउँदैछ यस्तो अझै पनि यहाँ धेरै छ। खोइ निकाल त्यही एउटा रहेछ ढुङ्गामा लागेर आयो त हन्छ एकछिन फोनले। हेलो 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 मात्र कति गर्ने हो र। अब हामी त्यहाँनिर चाहिँ राम्रो नभए जस्तो लागेर यहाँनिर आयौँ। यहाँनिर त बिमा लुक्दाखेरि पनि देख्दैन कसैले। यहाँनिर चाहिँ कहाँ खन्ने माटो मात्रै राम्रो भएर हुन्छ, खन्ने ठाउँ छैन त। आज यहाँ पनि त्यस्तो हुन्छ हौ। अब यहाँनिर चाहिँ हामीले कस्तो कस्तो आयो। अब ठुलो भाडा देखिँदैन पहिल्यै उज्याएर हामीले ल्याएर। ओ माई गड सबै पोख्यो त। तर माथिको भन्दा त राम्रै रहेछ त, रातो देखिरहेको। यहाँ आएर बोरा थाप त, बोरामा हालौँ। चाहिँ अब भारी पुऱ्याइसक्यौँ। यति यति मैले पुर्याएँ। उयो पहेँलो निलो मेरो, यो अर्को यसले खन्दैछ तर यति नै लान्छु भने रात परिसक्यो। अब हामी चाहिँ जान्छौँ यहाँबाट होइन। भएन त्यस्तो माटो त्यो मिसायो भने नराम्रो हुन्छ। राम्रो राम्रो खन्दै रहेछु झन् पुगे छैन। रात परिसक्यो अब